सो हेलो एभ्रिवान। सो आफ्टर 15, 16, 17 अगस्त चाहिँ म कहाँ गएको थिएँ भन्दाखेरि चाहिँ हाम्रो कालिम्पोङमा भएको यहाँ पछाडि देखिसक्नुहुन्छ तपाईँले है जोय होम्समा म चाहिँ गएको थिएँ केही काम लिएर। तर यहाँनिर चाहिँ एकदमै राम्रो दिनमा नै पुगेको रहेछु। अहिले हेर्नुहोस् होला है, तपाईँले पनि देख्नुहुन्छ। सो हामी फाइनली माथि गएको थियौँ अनि यहाँनिर जतिजना पनि हुनुहुन्छ है, यहाँनिर बस्नुहुने आमाहरू बाबाहरू हाई हेलो भन्नुहुँदै थियो आन्टीहरूले है, तपाईँले देख्नु सक्नुहुन्छ है। अनि माथि आधी सबैजना प्रायः चाहिँ माथि हुनुहुन्थ्यो। माथि गएर म भेट्दै थिएँ उहाँहरूलाई पनि, तपाईँले देख्नु सक्नुहुन्छ है। अनि त्यसपछि फाइनली यहाँ आइरन दादा नै हुनुहुन्थ्यो, हाई भन्नुहुँदै थियो है आइरन दादा, तपाईँले चिन्नुहुन्छ। र यहाँनिर चाहिँ के थियो भन्दा स्पेसली आज चाहिँ भरत छेत्री सरको है, हाम्रो अहिले जुन एमएलए हुनुहुन्छ हाम्रो कालिम्पोङको है, उहाँको वाइफ आउनुभएको थियो। र यहाँ चाहिँ किन आउनुभएको थियो भन्दाखेरि चाहिँ आज बनाइरहेको छु भ्लग, तर हिजो चाहिँ उहाँहरूको एकदमै स्पेसल डे थियो रहेछ है, उहाँहरूको एनिभर्सरी रहेछ है। अनि हामी सबैजनाले ह्याप्पी एनिभर्सरी पनि भन्दै थियो। र हामी चाहिँ यहाँ सबैजना बसिएर चाहिँ उहाँहरू चाहिँ एनिभर्सरी सेलिब्रेसन गर्नु अनि आशीर्वाद लिनुको लागि चाहिँ यहाँनिर आउनुभएको रहेछ। यहाँ जतिजना पनि जोय होम्समा है बस्नुहुन्छ आमा बाबाहरू, उहाँहरूलाई भेट्नु आउनुभएको रहेछ है। अनि उहाँहरूकोबाट आशीर्वाद लिनु आउनुभएको रहेछ। अनि सेलिब्रेसन बाहिर ठुल्ठुलो होटलमा गर्नु भन्दाखेरि चाहिँ यहाँनिर आएर एकदम उहाँलाई त्यो मनपर्छ अरे, यहाँनिर आएर सेलिब्रेसन गर्नु। सेलिब्रेसन त के र, उहाँ आमा बाबाहरूसँग बसेर खानापिना गर्नु, लन्च गर्नु अनि उहाँहरूसँग के बातहरू मार्नु, उहाँहरूको आशीर्वाद लिनु लागि चाहिँ उहाँ आउनुभएको रहेछ। तर यहाँनिर त्यही जस्ट हामी बात मार्दा चिया पनि आइपुग्यो र हामीले सबैजनाले चियाहरू पनि खाँदै थियो है। तर यहाँ दादाले आइरन दादाले स्पेसली उहाँहरूको लागि के सरप्राइज है, स्पेसली केक पनि अर्डर गरिदिनु भएको रहेछ। सेलिब्रेसन अब केक पनि कटिङ होस् भनेर। अनि हामी यहाँ सबैजना बसेर तपाईँले देख्नु सक्नुहुन्छ म्याम अनि म्यामको जतिजना पनि टिमहरू हुनुहुन्थ्यो उहाँहरू अनि आइरन दादा अनि हामीहरू बसेर चाहिँ गफ गर्दै गर्दै यहाँ चियाहरू पिउँदै बसिरहेको थियो। अनि म्याम चाहिँ एकदमै राम्रो, एकदमै डाउन टु अर्थ भनौँ न है, यस्तो सबैसँग फ्रेन्डली, यस्तो कम्फर्टेबल भएर बात मार्नुभएको। हामी सबैसँग यति मजाले फ्रेन्डली भएर बात मार्नुभएको। म्याम चाहिँ यति साह्रो राम्रो हुनुहुँदो रहेछ। अनि यहाँ चाहिँ सरकोबाट मेसेज पनि दिनुहुँदै थियो। सर पनि स्पेसली आउनुहुन्थ्यो अरे, तर सरको चाहिँ इमर्जेन्सी काम भएर कलकत्ता जानुभएको थियो अरे। सरले एकदमै धेरै मिस गर्नुभयो अरे, यहाँ आउनुको लागि चाहिँ एकदमै इच्छा थियो अरे, तर इमर्जेन्सी भएर सर जानु पऱ्यो अरे। बट तर पनि सरले अहिले भिडियो कल गर्नुभएको छ, तपाईँलाई म त्यो पनि देखाउने छु। अनि यहाँनिर चाहिँ केकहरू देख्नु सक्नुहुन्छ है। यहाँ एरोन दादाले ल्याइदिनु भएको रहेछ सरप्राइज म्यामको लागि। अनि उहाँले पनि टिमले पनि एउटा ल्याउनु भएको रहेछ। अनि एक्स्ट्रा एउटा चाहिँ थियो। अनि म्यामले चाहिँ केक काट्नुभन्दा पहिला चाहिँ म स्पेसली यहाँनिर आमा बाबालाई खास चाहिँ भेट्नु आएको, उहाँहरूको आशीर्वाद लिनु आएको भन्नुहुँदै थियो। अनि उहाँले म्यामले चाहिँ खदाहरू लगाइदिनु हुँदै थियो सबैलाई रेस्पेक्टसँगले है, आमा बाबालाई। अनि सबैसँग यति साह्रो मायाले बातहरू मार्नुभएको। उहाँले सबै आशीर्वाद दिनुहोस् ल भन्दै यहाँनिर तपाईँले देख्नु सक्नुहुन्छ है। अनि यहाँनिर एकजना पछाडि बस्नुहुने बाजेले चाहिँ एकदमै मजाले उहाँसँग बातहरू मार्नु हुँदै थियो अनि आशीर्वाद दिनुहुँदै थियो सरलाई पनि अनि म्यामलाई पनि, तपाईँहरू दुईजनालाई भन्दै अनि नानीहरूलाई पनि भन्दै उहाँले सोध्नु हुँदै थियो म्यामलाई चाहिँ कतिजना नानी छ के छ भनेर। मैले चाहिँ भोइस ओभर किन गरेँ भन्दाखेरि चाहिँ अब ब्याकग्राउन्ड म्युजिक अनि अन द स्पट म गएको कारणले चाहिँ म्यामहरूले भनेको कुराहरू कति कुरा हाल्नु सकिनँ। तर एरोन दादाको पेजमा तपाईँले देख्न सक्नुहुन्छ। अनि म्यामले चाहिँ सबैलाई त्यहाँनिर जतिजना जोय होम्समा हुनुहुन्छ है, एरोन दादा उहाँको वाइफहरूलाई पनि लगाइदिनु हुँदै थियो। अनि हामी पनि भ्लगरहरू पनि तिमीहरू पनि चिन्नु भएछ, म्यामले 15 अगस्तमा हुनुहुन्थ्यो भनेर उहाँले हामीलाई पनि सम्मान दिनुभयो, खदाहरू लगाइदिनु भयो। अनि एरोन दादाको छोरीलाई पनि लगाइदिनु हुँदै थियो, तिमीहरूले पनि त भिडियो कहाँ कहाँ पुऱ्याउँछ लगाउनु भनेर चाहिँ हामीलाई पनि लगाइदिनु हुँदै थियो बिचारा म्यामले है। अनि सो थ्याङ्क यू सो मच म्यामलाई। अनि यहाँ चाहिँ फाइनली केक कटिङको टाइम आयो। अनि म्यामले चाहिँ भन्नुहुँदै थियो सरलाई मिस गरेँ भरत सरलाई भन्नुहुँदै थियो है। अनि यहाँ केक कटिङहरू भयो अनि सानो सेलिब्रेसन दादाले सरप्राइज म्यामको लागि। अनि यहाँनिर दादाले जोय होम्सकोबाट के पनि दिनुहुँदै थियो, तपाईँले यहाँ देख्नु सक्नुहुन्छ है। त्यसपछि तपाईँले देख्नु सक्नुहुन्छ। अनि मैले पनि अचानक भयो अनि म्यामलाई खदा अनि बुके लिएको, तपाईँहरू दुईजनालाई ह्याप्पी एनिभर्सरी भन्दै थिएँ। यति बेला सरलाई पनि म्यामलाई भनेर कङ्ग्रेचुलेसन पनि भन्दै थिएँ। अनि त्यसपछि अचानक भयो नि त, अब थाहा भएन। अनि मेरो साथीले पनि खदाहरू लगाइदिनु हुँदै थियो म्यामलाई, तपाईँले देख्नु सक्नुहुन्छ। अनि हामी सबैजनाले चाहिँ उहाँलाई ह्याप्पी एनिभर्सरी भन्दै थियो यति बेला। अनि उहाँको जतिजना टिमहरू पनि आउनुभएको थियो है, उहाँहरूले पनि म्यामलाई कङ्ग्रेचुलेसन भनेर विसेस गर्नुहुँदै थियो, ह्याप्पी एनिभर्सरी भनेर सबैजनालाई विस गर्नुहुँदै थियो, गिफ्ट्सहरू पनि दिनुहुँदै थियो म्यामलाई, तपाईँले देख्नु सक्नुहुन्छ। उहाँले चाहिँ एकदमै सबैले भन्नुहुँदै थियो कि सेलिब्रेसन चाहिँ उहाँलाई एकदम अब चाहे भने त जहाँ पनि गर्नु सक्नुहुन्थ्यो, तर उहाँले मान्नु भएन, यहीँ आउँछु यस्तै जग्गामा आएर उहाँ खुसी दिन्छु सबैलाई भनेर चाहिँ उहाँ यहाँ आउनुभएको अरे नि त भन्नुहुँदै थियो। उहाँले कति कुराहरू तपाईँले देख्नु सक्नुहुन्छ है, यहाँ फोटोहरू पनि खिचिरहनु भएको थियो। अनि त्यसपछि चाहिँ मैले यहाँनिर केकहरू
त्यसपछि चाहिँ यहाँनिर खाना खाने टाइमहरू भयो है। त्यसपछि चाहिँ यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ उहाँहरूले चाहिँ खानाको लागि रेडी गर्नु थाल्नुभयो सबैजनालाई, किनकि सबैजना सँगै बसेर चाहिँ खानाहरू खाने के गर्ने भनेर चाहिँ भनेको थियो नि त। त्यही भएर म्यामले पनि यहाँनिर सबैजनालाई सर्भहरू गरिदिनु हुँदैछ, खानापिनाहरू देख्न सक्नुहुन्छ उहाँले पनि सेवा गर्नुहुँदैछ। किनकि सेवा भन्दा पनि उहाँलाई चाहिँ अब हेल्प यसरी गर्नु नै मन परेको थियो अरे है। उहाँहरूसँग टाइम स्पेन्ड गर्नु, उहाँहरूसँग आएर सँगै बसेर खानाहरू खानु त्यस्तै मन परेको थियो अरे नि त म्यामलाई एनिभर्सरीमा उहाँहरूसँग। सो त्यही भएर चाहिँ यहाँ आएर उहाँले नै पहिला चाहिँ सबैलाई खाना पस्किदिनु हुँदै थियो, यता दिदीहरूले उहाँले नै लगेर दिनुहुँदै थियो। अनि हामीले पनि यहाँनिर मौका पायो नि त हेल्प गर्ने, त्यही भएर चाहिँ उहाँलाई हामीले पनि हेल्प गर्दै थियो है। तपाईँले देख्नु सक्नुहुन्छ यस्तो खुसीको कुरा, यस्तो मौका त बार बार कहाँ पाउँछ है, यस्तै बेलामा त हो भनेर चाहिँ म त प्रायः जस्तो यहाँनिर कोही कोही बेला गइरहन्छु उहाँहरूलाई भेट्नु भएमा है। यसो दादाले पनि सम्झिरहनुहुन्छ के हुँदा फोन गर्नुहुन्छ आउनै भनेर भन्नुहुन्छ। अनि ठिक्कै त्यो टाइमिङमा यहाँ सरले फोन गर्नुभएछ, बलुछेत्री सरले भिडियो कलमा। अनि यहाँ दादासँग बात मार्नुहुँदै थियो। अनि दादालाई मनबाट एकदमै कस्तो लागिरहेको छ भनिरहनु भएको थियो सरले। मलाई पनि एकदम धेरै इच्छा थियो तर मेरो कामले म जानु पऱ्यो भनिरहनु भएको थियो यहाँ सरले भिडियो कलमा। अनि सरले पर्सनली सबैजनालाई भिडियो कलमा एक एकजनालाई उहाँले भेटेर बात मार्नु हुँदै थियो। अनि सोध्नु हुँदै थियो के कुराहरू के छ कसो छ भनेर एकदमै सोधेर है बात मारिरहनु भएको थियो। अनि म छिट्टै तपाईँहरूलाई भेट्नु पनि आउँछु भनिरहनु भएको थियो सरले, जस्तो काम सक्छ अनि पर्सनली म तपाईँहरूलाई भेट्नु आउँछु भनेर यहाँनिर सबैसँग भिडियो कलमा बात मार्दै उहाँले आउनुहुँदै थियो भन्नुहुँदै थियो है। अनि यहाँ दिदीहरूले सबैलाई खाना दिनुहुँदै थियो। उहाँहरू चाहिँ एकदमै बेसी बिजी हुनुहुन्छ बिचारा, सबै स्याहारिरहनु भएको हुन्छ उहाँहरू चाहिँ। अनि यहाँनिर म र एड्रिना चाहिँ यहाँनिर झुलामा एकछिन बस्यौँ, किनभने चाहिँ यहाँनिर खानाहरू खानुहुँदै थियो उहाँहरूलाई हेर्दै हामीले चाहिँ बसिरहेको थियो के कम्ती बेसी हुन्छ भनेर। अनि एड्रिना चाहिँ पानी पनि पर्दै थियो नि त घरिघरि छिपछिप, अन्त म त एकछिन यसरी बस्छु भन्दै थिएँ। अनि हामी पनि त्यसपछि चाहिँ खाना खाने टाइम पनि दादा हामी सबजना खाना खानु गयो। अनि म्यामहरू पनि तल खाना खानु थियो तर म्यामले चाहिँ खानु भएन है, म्यामले खानु हुँदैन रहेछ किनकि उहाँहरूलाई नै खुसी पार्नु आएको, म कहाँ खान्छु भन्नुहुँदै थियो। अनि अरूहरूले खानुभयो। अनि म्याम हामीसँग बसेर एकछिन बातहरू मार्नुभयो, एकदमै साथी जस्तो फ्रेन्डली अब है। अनि त्यसपछि फोटोहरू खिच्नुभयो यहाँनिर बसेर। अनि त्यसपछि उहाँहरू गइसकेर चाहिँ हामीले पनि खानाहरू खायौँ। यहाँ देख्न सक्नुहुन्छ दादा हामीहरू सबैजना बसेर यतानिर, यहाँ तपाईँहरूले पनि देख्न सक्नुहुन्छ एकदम धेरै आइटम, यहाँ दिदी है दादाको वाइफ यता बहिनी यता भाउजूको आमाहरू बसेर है खाना खायो। अनि त्यसपछि चाहिँ हामी फर्किनु लागेको थियो। अनि सबैलाई बाई बाई भन्दै थियो, उहाँहरूले पनि बाई बाई भनिरहनु भएको थियो। उहाँहरू चाहिँ खानासाना खाएर टिभीहरू हेरिरहनु भएको थियो नि त, तपाईँले देख्न सक्नुहुन्छ। अनि यहाँ बहिनीहरूले पनि बाई बाई भन्नु थियो यहाँ यता सबैजनाले। अनि दादालाई पनि गएको ल भन्दै थिएँ। अनि यहाँ सबैलाई बाई बाई भन्दै थिएँ। सो सबैजनालाई यहाँनिर बाई बाई भनिदिनुहोस् न भन्दै थियो नि त्यति बेला। अनि बिचरा पछाडि टिभीमा बिजी हुनुहुन्थ्यो, बाई बाई भनिरहनु भएको थियो पछाडि कतिजनाले। अनि त्यति नै हो मेरो भ्लग चाहिँ हिजोको।